आफर हुनुभन्दा मर्नु निको, यही वीर मन्त्रलाई आत्मसात गर्दै आएका गोर्खा राइफल्सका वीर सिपाहीहरू आज फेरि एकपटक एकजुट भएका छन्। आज 15 मार्च 2026 सिलगढीको खोपरेल मोड स्थित फुलबारी पतन जन कल्याण संघ भवनमा एउटा ऐतिहासिक उत्साह देखियो। दार्जिलिङ पूर्व सैनिक संगठन 58 राइफल्स अर्थात् सिरमोर राइफल्सले आफ्नो 85औं राइजिङ डे भव्यताका साथ मनाएको छ। कार्यक्रमको सुरुवात दीप प्रज्वलन र रेजिमेन्टल गीतबाट गरियो। तर उत्सवको बीचमा रेजिमेन्टले आफ्ना शहीद वीर शहीद र दिवंगत साथीहरूलाई बिर्सिएन। स्वर्गीय नायक सुखबहादुर भुजेल प्रति 1 मिनटको मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो। यसले दर्शाउँछ कि पल्टनको नाता मृत्युपछि पनि अजर अमर रहन्छ। दार्जिलिङ, कालिम्पोङ, तराई डुवर्सबाट विभिन्न कुनाबाट आएका भूतपूर्व सैनिकहरूको उपस्थितिमा कार्यक्रम निकै उत्साहजनक देखियो। प्रमुख अतिथि सुबेदार हरकमान सुब्बा र कार्यक्रम सञ्चालक सुबेदार राजु गुरुङ सेना मेडलको नेतृत्वमा सञ्चालित यस कार्यक्रममा सांस्कृतिक नृत्य र सम्मान कार्यक्रमले छुट्टै रौनक थपेको थियो। यो केवल एउटा उत्सव मात्र होइन, बरु एकताको एउटा बलियो उदाहरण हो। आजको यस कार्यक्रमले के प्रश्न पारेको छ भने पल्टनको सम्बन्ध केवल सीमानामा लड्दा मात्र सीमित हुँदैन, यो त समाज सेवा र आपसी भाइचाराको एउटा सशक्त माध्यम पनि हो। संगठनले आफ्ना साथीहरूको दुःख सुखमा मात्र होइन, सामाजिक कार्यहरूमा पनि उत्तिकै सक्रियता देखाउँदै आएको छ। हाम्रा पूर्व सैनिकहरू देशका लागि हिजो जे जति प्रतिबद्ध थिए, आज समाजका लागि पनि त्यति नै समर्पित छन्। आउनुहोस् हामी पनि उनीहरूबाट अनुशासित जीवन र निस्वार्थ सेवाको भावना सिकौं। कार्यक्रममा सञ्चालकहरू यस गौरवशाली अवसरलाई भव्य बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति हृदयदेखि नै धन्यवाद र आभार प्रकट गर्दछन्। आज हाम्रो फाइभ इयर पुग्ने बाटोको 85वां स्थापना दिवसको उपलक्ष्यमा हामी पुरा परिवारहरू एकअर्कामा भेटेर आपसमा भेटेको दिने ताजा गर्दै हामी बाटो सफल भयो र आउने चाहिँ पनि योभन्दा अझै राम्रो हामीले यस उत्सवलाई मनाउने जो हाम्रो परम्परा छ त्यसलाई हामी अझै कोसिस गर्नेछौँ। राइजिङ डे 85 राइजिङ डे यो आज हामीले सम्पन्न गऱ्यौँ, यसमा हामी बहुतै खुसी छौँ। र यो हाम्रो राइजिङ डेको लागि यो हाम्रो टिमलाई यहाँ एकत्रित गर्नको लागि लगभग 3 साल लाग्यो। यो टिम क्लोज गर्नको लागि, हाम्रो सदस्यलाई यहाँसम्म ल्याउनको लागि, हाम्रो सदस्यलाई सङ्गठनमा एकजुट गर्नको लागि, हाम्रो सदस्यहरूलाई यहाँसम्म ल्याउनको लागि हामीलाई लगभग हाम्रो पुरा टिमलाई 3 सालमा हामीले ग्यादरिङ गर्न सक्यौँ। त्यसको लागि जति पनि आज हाम्रो राइजिङ डेमा आउनुभएका टाढा टाढादेखि आउनुभएका दिदी साहब, मेल साहब र उहाँको परिवारलाई हामी सम्पूर्ण यो हाम्रो टिमबाट हृदयबाटै धन्यवाद दिन चाहन्छु। र आउने दिनहरूमा पनि हामीले अझ यो कार्यक्रमलाई भव्य अनि सभ्य रूपमा हामी यसलाई मनाउनेछौँ। यसको प्रोग्राममा कतिपय कामले समय निकाल्नु भएन, उहाँले आउनु सक्नु भएन, उहाँलाई पनि आउने सालमा हामी निमन्त्रणा गर्नेछौँ। र स्पेसली आजको प्रोग्राममा हामीले विगत वर्ष भई वीर नारी दिदी बहिनीहरूलाई हामीले सम्मान गर्ने कार्यक्रम लागेको थियो। साथसाथै हाम्रो संगठनको, हाम्रो सिमो राज्यको साहबहरूको नानीहरूले जसले चाहिँ उच्च शिक्षा गभर्मेन्ट सर्भिसमा राम्रो पदमा सर्भिस गर्दै हुनुहुन्छ, कोही प्राइभेट कम्पनीमा पनि राम्रो ऱ्याङ्कमा पुगेर सर्भिस गर्दै हुनुहुन्छ र उहाँको प्यारेन्ट्सलाई एकदम गौरवान्वित, उहाँलाई पनि हामीले आजको दिनमा सम्मान गर्ने कार्यक्रम राखेको थियो र यो एकदम सफल भएर गएको छ। म युवाहरूलाई चाहिँ आउने युवाहरूलाई चाहिँ यही भन्न चाहन्छु कि अब अहिले हाम्रो देशको आफ्नो रक्षा गरोस् र देशको लागि चाहिँ उनीहरूले आफ्नो सेवा गरोस्। आज हाम्रो फाइभ इयर पुग्ने बाटोको 85वां
सपना दिवसको उपलक्ष्यमा हामी पुरा परिवारहरू एकअर्कामा भेटेर आपसमा बितेको दिने ताजा गर्दै हामी बाटो सफल भयो र आउनु चाहिँ पनि योभन्दा अझै राम्रो हामीले यस उत्सवलाई मनाउने जो हाम्रो परम्परा छ त्यसलाई हामी अझै कोसिस गर्नेछौँ। राइजिङ डे 85 राइजिङ डे यो आज हामीले सम्पन्न गऱ्यौँ। यसमा हामी बहुतै खुसी छौँ र यो हाम्रो राइजिङ डेको लागि यो हाम्रो टिमलाई यहाँ एकत्रित गर्नको लागि लगभग 3 साल लाग्यो। यो टिम क्लोज गर्नको लागि हाम्रो सदस्यलाई यहाँसम्म ल्याउनको लागि, हाम्रो सदस्यलाई यहाँ सङ्गठनमा एकजुट गर्नको लागि, हाम्रो सदस्यहरूलाई यहाँसम्म ल्याउनको लागि हामीलाई लगभग हाम्रो पुरा टिमलाई 3 सालमा हामीले यति ग्यादरिङ गर्न सक्यौँ। त्यसको लागि जति पनि आज हाम्रो राइजिङ डेमा आउनुभएका टाढा टाढादेखि आउनुभएका दिदीबहिनी साहब, मेल साहब र उहाँको परिवारलाई हामी सम्पूर्ण यो हाम्रो टिमबाट हृदयबाटै धन्यवाद दिन चाहन्थ्यौँ र आउने दिनहरूमा पनि हामीले अझ यो कार्यक्रमलाई भव्य अनि सभ्य रूपमा हामी यसलाई मनाउनेछौँ। आजको प्रोग्राममा कतिपय कामले समय निकाल्नु भएन, उहाँले आउनु सक्नु भएन, उहाँलाई पनि आउने सालमा हामी निमन्त्रणा गर्नेछौँ र स्पेसली आजको प्रोग्राममा हामीले विगत वर्ष झै वीर नारी दिदी दिदीबहिनीहरूलाई हामीले सम्मान गर्ने कार्यक्रम लागेको थियौँ। साथसाथै हाम्रो सङ्गठनको, हाम्रो सिङ्गो राज्यको साहबहरूको नानीहरूले जसले चाहिँ उच्च शिक्षा गभर्मेन्ट सर्भिसमा राम्रो पदमा सर्भिस गर्दै हुनुहुन्छ, कोही प्राइभेट कम्पनीमा पनि राम्रो ऱ्याङ्कमा पुगेर सर्भिस गर्दै हुनुहुन्छ र उहाँको पेरेन्ट्सलाई एकदम गर्वमण्डित उहाँलाई पनि हामीले आजको दिनमा सम्मान गर्ने कार्यक्रम राखेको थियौँ र यो एकदम सफल भएर गएको छ। म युवाहरूलाई चाहिँ आउने युवाहरूलाई चाहिँ यही भन्न चाहन्छु कि अब अहिले हाम्रो देशको आफ्नो रक्षा गरे र देशको लागि चाहिँ उनीहरूले आफ्नो सेवा गरे। हामीहरू अगर देशको लागि जन्म्यौँ, देशको लागि नै मर्ने भनेर हामी कसम खाएर आएका हौँ। अगर देशको लागि यस्तो आपतकालीन पुग्नु पऱ्यो भने हामी सक्षम अनुसार कोही पनि कामको लागि हामी हर दिन हर रात तयारीको लागि रहनेछौँ।